हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अझै चाहिँ म गाउँतिरदेखि ब्लग स्टार्ट गर्दैछु। मेरो भिडियो कस्तो लाग्छ हेरेर माया गरिदिनु होला है त। ओफु पानी पो पऱ्यो त साथीहरू, गाउँतिर यस्तै पानी परिरह है त साथीहरू। मैले आजको अपडेट दिने कोसिस गर्नेछु। कोही कस्तो हुन्छ आजको दिन मेरो भिडियो हेरेर सबैजनाले माया गरिदिनु होला है त साथीहरू। फुल फुलेछ साथीहरू। यहाँ चाहिँ यहाँ मजाले आँप फलिरहेको। के बोले भाइ? अब के बोले? कटहर बब्बाल कटहर त के विधि फलेको। एउटा दुईटा तिनटा पाँचवटा बब्बाल कटहर त खतरा फले खाऊ। मैलाको यो के अरे यस्तोको नाम टिमुर चाहिँ राम्रो रहेछ है। हरियाली छ लु त साथीहरू, कमेन्ट गरौँ यो कुन फल हो, राई फल हो कि कुन फल हो? प्लिज सबैजना कमेन्ट गर्नु होला है त। काँक्राहरू चाहिँ फले कि नै है त हेर्नुपर्छ। फले त खाइदिइहाल्नु पर्ने हो। काँक्रा त नफल्या हो कि फल्या हो। ल त साथीहरू, पानी परु मकै चाहिँ यस्तो छ। मकै बारी धर्याम मकै यत्र त धान फाल्ने लागिसकेको रहेछ है त। आजको मौसम यस्तो छ है त। गाउँतिरको पानी परिरहेको छ, मौसम चाहिँ यस्तो छ। आरु कुहिरह है पानीतिर भएर कि मेरो भिडियो हेरेर कस्तो लाग्छ भोलि गिराउनु है त चाहन्छु म। कस्तो पानी परिरह्यो हौ गाउँतिर त। गिराउन चाहिँ बब्बाल छ है। केटाकेटी भोलिवाला नि यस्तो हो र सबै सुन्दै भवन भैँसी खोला यस्तै छ भवन। पानी परु साथीहरू, पानी परु। हरियाली हो टरिका पानी पो पर्छ बे। यो काँक्रा हाम्रो अर्को सिरा काँक्रा हो। ओरेन्ज माई होम। यहाँ कसरी छ नि यहाँ भुल्लीहरू जस्ता। हेर त्यहाँ भुल्लाहरू आहा कसो गर्छ सानो मान्छे। हो पानी पऱ्यो हो साथीहरू।
यहाँ धान चाहिँ यत्रो हो कुट्नलाई मिसिन बिग्रिया धान चाहिँ ल्याएको ल्याइ पानी परो म चाहिँ यसो घुमघाम गर्दैछु बारीतिर भिडियो चाहिँ खासै राम्रो देखाएको छैन क्यामेराले चाहिँ मेरो सुन्तलाहरू त खासै राम्रो रहेछ अहिले चाहिँ हाम्रो बेलौती अम्बाहरू मजाले होले है अम्बाहरू अम्बाहरू फलेकै छन् सिलम मेवा यत्रो भएछ नातिहरू नाता नातिनीहरू बाजेहरूसँग खेलिरहेको मान्छे छैन मारले बसन्ती त फर्केर है अझै नुन भेइयो र सुरु नुन बसन्ती के तिमीमा मारले गाउन अरे बुढाबुढी सर अदुवा के लाउने यो अदुवा चाहिँ के लागि यो सर यो अदुवा बटुक रोटी बनाउनलाई हो कस्तो र बटुक रोटी भनेको बटुक रोटी भनेको थ्यास थ्यास हालेर बनाउने हो के मिठो त हुन्छ नि यो बटुक रोटी स्पेसल यात्रा छ है देखा त भोलिलाई कडा भोलि केटोको छोरोको नौरान यस ए नौरान होइन भात खाइ उहाँ आउने चाहिँ होइन मैले कहाँ खोजेपछि भेटिहाल्छ नि काँक्रा करेला चाहिन्छ काँक्रा चाहिँ छैन जस्तो छ लरा मात्र खेली छ जस्तो छ यहाँ फल्न फलेर रहेछ ज्याद्रै ठुलो फले रहेछ फेरि ज्याद्रै ठुलो रहेछ यो काँक्रा फेरि घरकालाई सबैलाई नपुग्ने जत्रो रहेछ अलि सानो काँक्रा खोल्नु पर्यो के काँक्राको झाल मात्रै छ सिमी मजाले सिमी अलि चाहिँ यति बेला घाम लागिरहेछ है 9:30 भइसक्यो रहेछ टक्क बिहान त पानी परिरहेको थियो अहिले चाहिँ घाम लागिरहेछ हो गोपी यस्तो छ भिजोको रमाइलो यार के हो यस्तो गोपी राम्रोसँग फुल पनि खेलेन के भयो नि यसलाई गोपी भनेको यस्तो छ नि गोपी मायाले कहाँ सुन्तला मर्छ नि कहाँ सुन्तला लगाइरहेको उसले सुन्तला त यस्तो छ नराम्रो सुन्तला त स्वाटै गर्छ त ल यति साथी हो स्याउ फल्दै रहेछ स्याउहरू फलिरह स्याउहरू